रुखहरू छ यहाँ यति राम्रो। यहाँदेखि यता अर्को फुल छ यतातिर। हेर्नुहोस् कति दामी तरिकाले मिलाएको छ है। रुखहरू कति दामी छ है। हेर्नु गाइस, यो रुख धेरै राम्रो छ होइन। दाइले फोटो खिच्दै हुनुहुन्छ कति दामी तरिकाले भिडियो गर्दै हुनुहुन्छ उहाँले पनि होइन। अनि यता हाम्रो जुलान सर आज मलाई गएको यो राया भन्ने ठाउँमा घुम्न आएको। अनि यता अर्को हाम्रो दाइ हुनुहुन्छ। मलाकाको राया भन्ने ठाउँमा आज हामी घुम्न आएको। यहाँ यस्तो यस्तो दृश्यहरू रहेछ। अरे बाप्रे बाप्रे कति लामो त्यस्तो चिजहरू छ यहाँ। यस्तो यस्तो चिजहरू देख्न पाइन्छ यहाँ धेरै रमाइलो छ र यहाँ भिडभाड पनि धेरै हुँदो रहेछ। फर्स्टचोटि आएको यहाँ हामी चाहिँ फर्स्टचोटि राया भन्ने ठाउँमा हाम्रो सुशील सर पुरा सेडमा हुनुहुन्छ। किन हाम्रो जुलान सर यतातिर फुलहरू कति दामी छ, कति दामी फुल छ यहाँनिर। यहाँ फुल छ। यहाँ पनि फुल छ। फुल कति राम्रो छ। कति दामी छ थुप्पीको जस्तो छ है। माछी आइयो माथिल्लो छतमा है। यहाँदेखि निक्लेर हामी छतमा है। यहाँ चिसो चिसो खानालाई ठाउँ रहेछ। अनि यतातिर फोटो खिच्ने दिदीबहिनीहरू तन्नी हुनुहुन्छ। पुरै क्यामेरामा खिच्दै यहाँदेखि तल सुनिँदाखेरिमा चाहिँ धेरै राम्रो छ। गाइस मलाकाको राया भन्ने ठाउँमा पनि घुम्ने यस्तो छ ठाउँ मन्दिरहरू। ड्रोन पनि उडाउँदैछन् यहाँनिर। धेरै भिडभाडको ठाउँ। साह्रै रमाइलो छ ठाउँ। माइक्रोफोन नभएर के त्यहाँलाई माइक्रोफोन भएको अझै राम्रो हुने।
भइरहेछ यहाँनिर यो ड्रोन चलाउने डाइको चाहिँ हाट यहाँनिर छ हेर्नु दाइले चाहिँ ड्रोन उडाउँदै हुनुहुन्छ ड्रोन यहाँ पुगिसकेको छ पुरा साथीहरू क्यामेरा टेर्सेर हेर्नु गाइस खतरा ठाउँ छ यार आजको सही मजा लाग्यो आज के अरे राया कार्यक्रम आयो यसरी हामी जाँदैछौँ हामी यो बाटो जाँदैछौँ कहाँ पुगिन्छ भन्ने कुरो आज निकै लङ टाइम पछि घुम्न आइएको छ लङै घुमिन्छ भन्ने हामीलाई देखाउँछु तपाईँहरू चाहिँ म देखाउँछु तपाईँ मेरो देखाउने काम तपाईँ गर्ने काम कमेन्ट गर्नु होला भिडियो देखेर तपाईँहरू कहाँ कहाँबाट हुनुहुन्छ म चाहिँ मलेसियाबाट ठाउँ यस्तो छ हामी ठाउँ सही मजा छ ठाउँहरूमा गाउँको ठाउँ अनि हामी हिँड्ने बाटो उता चाहिँ पुरै समुद्र रहेछ डर लाग्ने गुफा जस्तो छ यार है पुरानो पुरानो गुफाहरू रहेछ कि यहाँनिर है आया बाबा City. साथीहरू अब हामी यो ठाउँ छोडेर यतातिर लाग्यो यतातिर फेरि है यतातिर झन् अझै मजाले थपाउनुहुन्छ म यो ठाउँमा छु है यो ठाउँमा छु र यस्तो यस्तो दृश्यहरूमा घुम्दैछु आजको